आजको ब्लग चाहिँ सुरु हुँदैछ तिहारको बजार गर्दै र नमस्ते सबैजनालाई स्वागत छ फेरि पनि तपाईँहरूलाई मेरो अर्को एउटा नयाँ ब्लगमा। र यहाँ चाहिँ म साथीहरू मिलेर चाहिँ बजार जान भनेर निक्लिसकेका छौँ घरदेखि, किनभने तिहार चाहिँ अब लागिसकेको छ र हामीहरू चाहिँ अब लास्ट आज सन्डे बजार लाग्छ हामीहरूको यहाँ, र तिहारको बजार गर्न भनेर सन्डे बजार भनेर हामीले चाहिँ जाने। र गाइस यहाँ चाहिँ फाइनली हामीहरू पनि बजार आइपुगेका छौँ र सिधै हामी चाहिँ चप्पल दोकानमा पस्यौँ, तर हामीलाई चप्पलहरू चाहिँ केही लिन थिएन र हामीहरू चाहिँ गयौँ सिधै कपडा दोकानमा, किनभने अब कपडाहरू लिन पर्ने हो भाइटिकामा। अब के चाहिँ दिन सक्छौँ गाइस हामीहरू, अब यो कपडै त हो, त्यही पनि यो कपडा छान्न लागि पनि हामीलाई कति टाइम लाग्ने हो थाहा छैन, किनभने साइज कतिको हुने हो थाहा छैन, अब कलर कस्तो मनपर्ने हो कि होइन। र पनि यहाँ साथीहरू पनि छान्न थालेर म पनि यहाँ अलिअलि गर्दै छान्न थालेँ। र यताउतिहरूको त मान्छेहरू त थुप्रै आउन थाले बजारमा, किनभने आज लास्ट सन्डे परेको छ तिहारको बजार गर्न भनेर मान्छेहरू निकै हेर्दै हेर्दै भिड हुन थाले। र म चाहिँ अर्को दोकानतिर लागेँ, किनभने एउटै दोकानमा किन हेर्नु, अरू दोकानमा पनि पाइन्छ नि भनेर म चाहिँ अर्को दोकानतिर लागेर सिधै म चाहिँ आइपुगेँ दिदीको दोकान। र यहाँहरूको त कुर्ती कलेक्सनहरू साह्रै राम्रो राम्रो राख्नु भएको छ दिदीको दोकानमा। र एकछिन बोलिओरी म चाहिँ निक्लिसकेँ दिदीको दोकानदेखि, र यहाँ चाहिँ म सिधै आइपुगेँ अर्को दोकानमा, किनभने साथीहरूको चाहिँ बजार भइरहेको थियो र उनीहरूले पनि यहाँ चाहिँ फिक्स गरेर हामीले सिधै गयौँ हामी साथीहरू मिलेर टिकाको दोकानमा, किनभने टिका पनि लिन थियो र यहाँ टिका भनेर लिन थाल्यौँ। र गाइस मलाई चाहिँ टिकामा चाहिँ साह्रै फुको टिका चाहिँ मनपर्छ, किनभने फुको चाहिँ अलिक उज्यालो हुन्छ र डब्बाको पनि थियो, र हामी चाहिँ डब्बाको चाहिँ नलिएर फुकै लियौँ साथीहरूले र मैले पनि। र हामी चाहिँ अब चाहिँ घर जाने भनेर निक्लिसकेको छौँ बजारदेखि। र यहाँ चाहिँ बाटोमा देख्यौँ बिउको दोकान, र बिउको दोकानमा पसेर मैले चाहिँ लिएँ गाइस धनियाँको लागि। यसपालि चाहिँ धनियाँ फलाएर हेर्ने कस्तो के हुने हो भनेर। र धनियाँ हेर्न थाले राम्रो हुने हो कि होइन, उम्रिन्छ कि उम्रिँदैन भन्दाखेरि अब दोकानेले भन्न थाल्यो उम्रिन्छ, राम्रो खालको बिउ हो भन्न थाल्यो। र मैले पनि धनियाँको बिउ लिएर यहाँ चाहिँ हामीहरू केही खाना भनेर दोकानमा पसिसकेका थियौँ र केही खाइवरी हामीहरू पनि निक्लिसकेको छौँ घर जान भनेर। र यहाँ चाहिँ मैले छाता चाहिँ राख्न लागि कहीँ जग्गा नभेटेर बाल्टिङभित्रै हालिदिएँ, किनभने बाल्टिङ पनि लिएकी थिएँ मैले, बाल्टिङ लिएको भिडियो चाहिँ मैले यहाँ हालिनँ। र तपाईँलाई आजको ब्लग चाहिँ कस्तो के लाग्छ कमेन्टमा जरुर भन्नु होला। फेरि पनि भेट हुनेछ अर्कै एउटा नयाँ ब्लगमा। आजको लागि यति नै छ, बाई बाई।